हेलो नमस्कार गुड इभिनिङ सबैजनालाई मेरो अल फ्यामिली फेसबुक फ्यामिली युट्युब फ्यामिली सबलाई नमस्कार। म चाहिँ बैंगन भर्ता बनाउँदैछु। यो चाहिँ हरियो प्याज, यो बैंगन तयार छ साथीहरु। काटकुट गरेर ग्यासमा जलाएर बनाएको साथीहरु है, एकदम जलाएर मस्त बनाएको साथीहरु। यहाँ चाहिँ मसला बनाउन म मसला रेडी गरिरहेको छु बैंगन भर्ताको। भात पाकिसक्यो साथीहरु, दाल तड्का मार्न बाँकी छ। हजुरहरुले के बनाउँदै हुनुहुन्छ, मेरो अल फ्यामिलीले के गर्दै हुनुहुन्छ, सबै सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा लागिरहेको छ। म पनि ठिकै छु भन्नुपर्छ हैन, गरिरहेको छु, गर्दै छु, गर्छु पनि साथीहरु। मेहनत गर्नुपर्छ, संघर्ष गर्नुपर्छ, तबै न सफलता मिल्छ। संघर्ष बिना र मेहनत बिना कुनै पनि फल मिल्दैन साथीहरु। दुःख गर्नै पर्छ, अगाडि बढ्नै पर्छ। दुःख पर्यो भनेर पछाडी हट्ने हैन, अगाडि नै जाने हो, अगाडि बढ्दै जाने हो साथीहरु। दुःख पछि सुख, दुःख भयो भने सुख पाइन्छ, दुःख भएन भने सुख पाइँदैन। सबैजनाले हेर्नु होला साथीहरु मज्जाले। तपाईहरुले के बनाउँदै हुनुहुन्छ, तपाईहरुले मस्त मस्त परिक्रिया बनाएर खानुस्। मेरो कर्मचारीहरु पनि 6-7 जना छन्, त्यही भएर बैंगन भर्ता बनाउँदै छु साथीहरु है। हेर्न जानुस्। हेर्नु, यसको मसला बनाउँदै छु, भर्ताको मसला बनाउँदै छु साथीहरु। साथीहरु मसला यसमा धेरै मसला हाल्नु पर्दैन साथीहरु। धनिया पाउडर, हल्दी पाउडर, थोड़ा सा लाल मिर्ची पाउडर, बाकी यसमा लसुन मैले थिचेर हालेको छु। हरियो लसुन पनि हालेको छु साथीहरु। हरियो लसुन पनि बारीक काटेर हालेको छु। यो दालको लागि राखेको साथीहरु। यो चाहिँ अलि पछि हाल्नु, लास्टमा हाल्नु साथीहरु, मजा आउँछ भर्तामा। म हजुरहरुलाई लास्टसम्म देखाउँछु साथीहरु, एकदम भर्ता